नमस्कार साथीहरू, तपाईहरू सबैलाई मेरो युट्युब च्यानल कुमार भ्लगमा हार्दिक स्वागत छ। आज मेरो युट्युब यात्राको पहिलो भिडियो हो। मैले यो च्यानल धेरै पहिले विविध कारणले भिडियो बनाउन सकेको थिएँ। आजदेखि भने नियमित रूपमा भिडियो ल्याउने निर्णय गरेको छु। यो च्यानल तपाईहरूको केवल रमाइलोको लागि मात्र होइन, तपाईको दैनिक जीवनमा काम लाग्ने जानकारी पनि पाउन सक्नुहुनेछ। यदि तपाईं जापान हुनुहुन्छ, जापानमा आउन चाहनुहुन्छ वा यहाँको जीवनशैलीको बारेमा जान्न चाहनुहुन्छ भने यो च्यानल तपाईका लागि उपयोगी हुनेछ। म यहाँबाट तपाईहरूसँग यस्ता विषय साझा गर्नेछु: जापानको दैनिक जीवन र वास्तविक अनुभव, काम, यात्रा र बसोबास सम्बन्धी जानकारी, खर्च कसरी बचाउने भन्ने सुझाव, सरकारी प्रक्रिया र आवश्यक कागजातको जानकारी, नयाँ ठाउँहरूको भ्रमण र उपयोगी जानकारी, मेरो वास्तविक अनुभव र सिकेका कुराहरू तपाईहरूमा साझा गर्नेछु। म इन्टरनेटमा सुनेको कुराहरू मात्र होइन, सकेसम्म आफ्नै अनुभव र विश्वसनीय जानकारीका आधारमा भिडियोहरू बनाउने प्रयास गर्नेछु। मेरो पहिलो भिडियो तपाईहरूलाई कस्तो लाग्यो? सुझावको लागि कमेन्ट गर्नुहोला, मन परेमा लाइक पनि गर्नुहोला र अन्तमा सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। तपाईहरूको सुझावका आधारमा पनि म नयाँ भिडियो बनाउने छु। आजको भिडियो हेर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। फेरि अर्को उपयोगी भ्लगमा भेटौँला। नमस्ते। नमस्कार साथीहरू, तपाईहरू सबैलाई मेरो युट्युब च्यानल कुमार भ्लगमा हार्दिक स्वागत छ। आज मेरो युट्युब यात्राको पहिलो भिडियो हो। मैले यो च्यानल धेरै पहिले विविध कारणले भिडियो बनाउन सकेको थिएँ। आजदेखि भने नियमित रूपमा भिडियो ल्याउने निर्णय गरेको छु। यो च्यानल तपाईहरूको केवल रमाइलोको लागि मात्र होइन, तपाईको दैनिक जीवनमा काम लाग्ने जानकारी पनि पाउन सक्नुहुनेछ। यदि तपाईं जापान हुनुहुन्छ, जापानमा आउन चाहनुहुन्छ वा यहाँको जीवनशैलीको बारेमा जान्न चाहनुहुन्छ भने यो च्यानल तपाईका लागि उपयोगी हुनेछ। म यहाँबाट तपाईहरूसँग यस्ता विषय साझा गर्नेछु: जापानको दैनिक जीवन र वास्तविक अनुभव, काम, यात्रा र बसोबास सम्बन्धी जानकारी, खर्च कसरी बचाउने भन्ने सुझाव, सरकारी प्रक्रिया र आवश्यक कागजातको जानकारी, नयाँ ठाउँहरूको भ्रमण र उपयोगी जानकारी, मेरो वास्तविक अनुभव र सिकेका कुराहरू तपाईहरूमा साझा गर्नेछु। म इन्टरनेटमा सुनेको कुराहरू मात्र होइन, सकेसम्म आफ्नै अनुभव र विश्वसनीय जानकारीका आधारमा भिडियोहरू बनाउने प्रयास गर्नेछु। मेरो पहिलो भिडियो तपाईहरूलाई कस्तो लाग्यो? सुझावको लागि कमेन्ट गर्नुहोला, मन परेमा लाइक पनि गर्नुहोला र अन्तमा सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। तपाईहरूको सुझावका आधारमा पनि म नयाँ भिडियो बनाउने छु। आजको भिडियो हेर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। फेरि अर्को उपयोगी भ्लगमा भेटौँला। नमस्ते।